दैलेखको भैरवी गाउँपालिका 1 जलजलेमा करिब 80 अर्ब 70 करोड घन मिलिलिटर बराबरको प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ। चिनिया चाइनिज जियोलोजिकल सर्वेले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनका अनुसार उक्त परिमाणमा ग्यास रहेको पुष्टि भएको छ। यसलाई व्यावसायिक रूपमा उत्पादन गर्नको लागि वेल टेस्टिङ गर्नुपर्ने विभागले बताएको छ। यति भन्दै गर्दा तपाईलाई लाग्न सक्छ के हो त वेल टेस्टिङ भनेको। यसलाई जान्नुभन्दा पहिले पृथ्वीमा ग्यास र तेल कसरी भण्डारण भएर बसेको हुन्छ भन्ने कुरा जान्नुपर्ने हुन्छ। तपाईलाई लाग्न सक्छ ग्यास चाहिँ हावामा हुनुपर्ने हो, तर कसरी जमिन आस्न बस्यो त भन्ने कुरा लाग्न सक्छ। यसको जवाफ हो ग्यास एउटा तरलको तुलनामा एकदमै कम घनत्व भएको वस्तु हो। यो चाहिँ जमिन आस्न विभिन्न चट्टानहरूको बीचमा कैद भएर बसेको हुन्छ। ग्यास चाहिँ अन्य पेट्रोलियम पदार्थ अथवा तरल पदार्थको तुलनामा सबैभन्दा कम घनत्व हुने भएको हुँदा त्यो चाहिँ सबैभन्दा माथिल्लो तहमा बसेको हुन्छ भने त्योभन्दा आस्न चाहिँ अलि कम घनत्व भएको पेट्रोलियम पदार्थहरू बसेको हुन्छ र त्योभन्दा आस्न चाहिँ पानी बसेको हुन्छ। र वेल टेस्टिङ भनेको ग्यास र पेट्रोलियम पदार्थको ताप र चाप पत्ता लगाउनको लागि गरिने सर्वेक्षण हो। यसमा चाहिँ तापक्रम र प्रेसर नापेर ग्यासका मोलिक्युल्सहरू चाहिँ कति कम्प्रेस भएको छ भन्ने कुरा चाहिँ पत्ता लगाउने सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। किनभने ग्यास चाहिँ जति ठुलो क्षेत्रमा पनि फैलिन सक्छ, त्यसैले गर्दा ग्यास चाहिँ कति चाप र तापमा बसेको छ त त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। किनभने हामीले घरमा राखेको ग्यास सिलिन्डरको आयतन चाहिँ धेरै कम हुने भएको हुँदा त्यसमा चाहिँ धेरै ग्यास कम्प्रेस भएर बसेको हुँदा लामो समयसम्म ग्यास बाल्न सक्छौँ। जति प्रेसर भयो त्यति तापक्रम बढ्ने नै हो। जति धेरै प्रेसर भयो त्यति नै ग्यासको बढी मात्रामा उत्खनन गर्न सक्ने भएको हुँदा यसमा चाहिँ लगानी चाहिँ सुरक्षित हुने सम्भावना बढी हुन्छ। यदि वेल टेस्टिङ गरिएन भने जुन त्यसमा लगानी गरिएको हुन्छ त्योभन्दा पनि कम मात्रामा त्यहाँबाट प्राकृतिक ग्यास उत्खनन गर्ने अवस्था आयो भने सरकार अथवा कम्पनीहरूलाई घाटा लाग्ने भएको हुँदा वेल टेस्टिङ गरेर कति चाप र ताप छ भन्ने कुरा त्यसमा नापेर त्यो अनुसार हिसाब गरेर त्यही अनुसार क्यालकुलेसन गरेर त्यसमा चाहिँ लगानी गर्नुपर्ने हुन्छ। किनभने अब लगानी नै नउठ्ने अवस्था आयो भने त्यसमा उत्खनन गरेको के फाइदा, त्योभन्दा बरु बाहिरबाट आयात गरेर प्रयोग गर्ने चाहिँ उचित देखिन्छ। त्यसैले गर्दा यो वेल टेस्टिङ भनेको चाहिँ यसैको बारेमा चाहिँ गरिने सर्वेक्षण हो। त्यसैले गर्दा व्यावसायिक रूपमा उत्खनन गर्नको लागि चाहिँ वेल टेस्टिङ गर्नुपर्ने हुन्छ। त्यति मात्र नभएर ग्यास मुनि पेट्रोलियम पदार्थ हुने भएको हुँदा कति ब्यारेल पेट्रोलियम पदार्थ चाहिँ भण्डारण भएर बसेको छ भन्ने कुरा चाहिँ पत्ता लगाउनको लागि विभिन्न सर्वेक्षणहरू गर्नुपर्ने हुन्छ। यो एकदम खुसीको खबर छ नेपाली जनताको लागि। र अन्त्यसम्म यो भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद।